हामी अब पाठ्य पुस्तक लिन जाँदै गरेको मामायङ। यो प्लास्टिक धन्न हाम्रो दाजुले ल्याइदिनु भयो। अध्यक्षज्यू पानी परिरहेछ बाहिर, तर अहिले चाहिँ अलिक रोकिएको छ। यो प्लास्टिक लिएर जाँदै गरेको। अब त्यत्रो पैसा लागेको भरे भिज्यो भने नानीहरू रुन्छन्, फाट्यो भने। त्यही भएर पनि सेतो प्लास्टिक 4 मिटर 12 मिटर छ। अनि अब हामी किताब लिन जाँदैछौँ छापाखानामा। जन्तेढुङ्गा र हतुवागढी पठाउनु पर्ने। हतुवागढी जन्तेढुङ्गा गाउँपालिकाबाट चाहिँ 3 लाख रुपियाँ छुटेको थियो पाठ्यक्रम निर्माणको लागि। अनि हतुवागढी गाउँपालिकाबाट चाहिँ 1 लाख रुपियाँ छुटिएको छ। त्यसको लागि चाहिँ हामी यसरी जाँदैछौँ। हाम्रो आइङ किताब अब पठाउनु पर्ने। जन्तेढुङ्गा र 180 जन्तेढुङ्गा र हतुवागढी पठाउनु पर्ने। कैची चाहिन्छ सर? अब प्लास्टिकमा प्याक गर्नुपर्ने। यसरी त प्याक भइसकेको छ। यो 60 यस्तो छ। यो सबैजना हामी तर दिन खानमै पाइँदैन। यस्तो त राति बत्ती गयो अँध्यारोमा हामी काम गर्दैछौँ। यसरी प्याक गर्दैछौँ किताब। यसरी दाजु बिचरा हामीलाई सहयोग गर्नुहुन्छ। अनि किताब है यो चाहिँ यस्तो छ। प्रकाशक चाहिँ किरात राई बान्ता वकिल। हामी अब सिटीमा जाँदैछौँ। यसरी किताब राखेर आइना किताब पनि लिइसक्यौँ। यसरी यो चाहिँ हतुवागढीको 127वटा दिनुपर्नेमा, तर हामीले 100 होइन नखोल्नु न दाजु, नखोल्नु न। 130वटा भन्दा धेरै तयार गरेको छौँ। भित्रै राख्नुपर्छ होला दाजु। होइन यता अहिले मिलायो न। यस्तो छ। अब अर्को पकाएको छ। दाजु चप्पल नखोल्नु न। कोही हुन्छु मैं फेरि बादमा लो ल। फेरि बादमा लो ल। ए ल कम्तै गरौँ छैन। ठुलो मान्छेको यस्तो हुन्छ देख्यौ? ठुलो मान्छे गरी खाएको भनेर भन्छ नि। भारी बोक्नुपर्छ यसरी। कसले हराउनु? मान्छे हराउनु सक्दैन। ल धन्यवाद दाजु। यतिको किताब तयार हुनलाई हामीले सुरुबाट नै धेरै दुःख गरेको छौँ। मामायङ बान्तावा राई भाषा दुङ 1 मा किरात राई बान्तावा खिम बान्तावा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण समिति यस्तो छ। अनि यहाँ चाहिँ यतिजना हुनुहुन्छ मामायङको तयारी। अनि यहाँभित्र चाहिँ हाम्रो नाम पनि होता है भन्नु अरे। अनि यता चाहिँ यस्तो छ। यतिको तयार हुनलाई चाहिँ कतिको दुःखको गरिएको छ। पुरा भिडियो हेर्नुहोस् है त ल। वा सम्पूर्णमा हाम्रो बान्तावा भाषाको कक्षा 1 को किताब मामायङ आइसकेको छ। तर यतिको आउनलाई चाहिँ धेरै नै दुःख गर्नु परेको छ। धेरै नै सङ्घर्ष गर्नु परेको छ। लामो समयको प्रतीक्षापछि यो किताब आएको छ। र यतिको किताब निकाल्नलाई चाहिँ कतिको दुःख गरियो भनेर चाहिँ तपाईले थाहा पाउनको लागि चाहिँ पुरा भिडियो हेर्नुपर्ने हुन्छ। तर 2-4 मिनेटको भिडियोमा त अब सबै कुरा थाहा हुँदैन। र पनि तपाईले हेर्न सक्नुहुनेछ। यो मामायङ हाम्रो कक्षा 1 को किताब। अब 2, 3, 4, 5 यदि अरू पनि अरू कक्षाको पनि हामी तयारी गर्नेछौँ। यसको लागि सम्पूर्ण टिमलाई आलाग्ने। सर हजुर हुनुहुन्न थियो। मैले छोडाएको चाहिँ 11वटा छ है जम्मा। ल सर यहाँ तपाईकै कक्षामा छ। म चाहिँ बान्तावा भाषाको
मामायङ किताब पुऱ्याउन हतुवागढीको लागि हिँडे। म यतिखेर इटहरी चोकमा छु, जाँदैछु। अब धरान पुग्छु अनि फर्केर आउँछु। कता हिँड्नुभएको सर? बसमा लाने दाजु, बिचरा हाम्रो दाजु। मामायङ किताब, हाम्रो मामायङ अस्ति आदि लगेर पनि खोटाङ जन्तेढुङ्गा गाउँपालिका र हतुवागढी गाउँपालिका पुगिसक्यो। अब यो आदि म लाँदैछु यतिखेर। अनि यो चाहिँ अब कहाँ पढाइ हुन्छ त्यहाँ पठाउनु पर्नेछ। सम्पूर्णमा सेवा नमस्कार भन्न चाहन्छु। बान्तवराई भाषाको एक कक्षाको किताब हामीसँग छ, ढिलो भइसक्यो, त्यसको लागि क्षमा माग्दै। यदि तपाईँहरूको स्कुलमा पढाउनु मन छ भने हाम्रो किराँत राई बान्तवाखिम केन्द्रलाई निवेदन लेखेर तपाईँहरूले कति थान चाहिने, स्कुलको नाम, विद्यार्थी सङ्ख्या, पढाउने